नेपाल किन विकास नभएको, किन भ्रष्टाचारमा लिप्त भएको देश, यो किन, यसको कारण थाहा छ तपाईँहरूलाई? थाहा छैन भने सुन्नुहोस्। यसको मेन रिजन भनेको तपाईँ हामी नै रहेछौँ, जनता नै रहेछौँ। जनता कसरी भन्नु होला फेरि? जनता कसरी भने हामीले कुनै पनि पार्टीलाई हामीले बहुमतको सरकार दिएनौँ। यदि बाइचान्स हामीले बहुमत दिएको थियो, सरकार बनाउन पर्याप्त बजेट त्योसित मात्रै भएको थियो, सरकार नढल्ने स्थिति भएको थियो भने भ्रष्टाचार हुँदैन थियो। त्यो नभइसकेपछि मिलिजुली सरकार हुने भयो। हामीले थोरै थोरै भोट दियौँ हामीले, अनि मिलिजुली सरकार बनाइसकेपछि अब त्यहाँ त पैसाको लेनदेन हुने भयो, किनभने सबैलाई मन्त्री बन्नु पर्यो। अनिखेर मन्त्री बन्नलाई पैसाको लेनदेन हुन्छ। पैसाको लेनदेन भइसकेपछि त्यो पैसा त उठाउनु पर्छ। त्यो पैसा कहाँ उठाउनु त भन्दा मन्त्रीबाट उठाउने हो। अब त्यहाँनिर भ्रष्टाचार नगरी त्यो पैसा त उठ्नेवालै छैन हो। त्यही भएर हामीले मिस्टेक गरेर रहेछौँ। अब यो सरकारले हेर्नुहोस्, यो 5 वर्षमा राम्रो विकास गर्छ, किनभने स्थिर सरकार छ। कसैले ढाल्ला भन्ने छैन, राम्रो राम्रो योजना ल्याउन सक्छ, भ्रष्टाचारी हटाउन सक्छ, उसलाई कोहीदेखि डर छैन। त्यही भएर नेक्स्ट टाइमको इलेक्सनमा पनि कहिल्यै पनि हामीले पार्टी र व्यक्ति नहेरी, व्यक्ति त हेर्नुपर्छ फेरि, गलत व्यक्ति नहेरी राम्रो व्यक्ति सही पार्टीलाई छानेर बहुमत दिनुहोस्। अर्को अब 5 वर्ष फेरि यस्तै गरी स्थिर सरकार भयो भने देश त धेरै विकास हुन्छ, 100% विकास हुन्छ। लेखेरै राख्नुहोस् ल। यदि तपाईँहरूले फेरि होइन पार्टी सम्झिनु भयो भने चाहिँ जयरामजी की